हेलो वेलकम गाइस। यो हाम्रो फेरि न्यू भ्लग। आज माछा मार्न जाँदै तिउरे खोलातिर यता हान्दै यहाँ हिँड्नुपर्ने हुन्छ हामी। यो हाम्रो मामा घरको बाटो एकदम खराब र लास्टै डर लाग्दो बे जस्तो बाटो सरर हिँड्दैछौँ सबै। अहिले माइक युज गरेको छैनौँ, अहिले एकछिनपछि माइक युज हुने छ। अहिले चाहिँ यत्तिकै उता अर्को साथी आउँदै भ्लगमा रमाइलो हुन्छ। माछा केमा राख्ने त नि बल्छी छ कि नै मलाई छैन केही पनि। ती तीनटा बल्छी थियो त हाम्रो किन्ने आउँछन् आइसकेको पर्दैन। फेरि पनि हामी आइसकेका छौँ साथीहरू। यसमा हाम्रो दुईजना मामाहरू अगाडि पुगिसक्नु भयो। अहिले हामी पछाडि छौँ। यो हाम्रो पाखरी बोर्डको लामतुङ जाने बाटो। यो हाम्रो लामतुङ जाने बाटो होइन? हजुर हजुर, हाम्रो लामतुङ जाने बाटो। शिवास मामा अगाडि हिँड्नुभयो। नाम के अरे हाम्रो ब्लगको? कल्लु ब्लग। कल्लु ब्लग हाम्रो युट्युबको नाम। यो हाम्रो फर्स्ट भिडियो युट्युबमा अपलोड हुने। सो सबैले धेरै माया र सपोर्ट गरिदिनु होला। सुरुमा त अब त्यस्तै हुन्छ होला, बिस्तारै भिडियोहरू राम्रो अझै राम्रोभन्दा राम्रो गर्ने प्रयास गर्दै हाम्रो भिडियोहरू बनाउने छौँ र राम्रो भिडियोहरू हाल्नेछौँ। बिस्तारै आउँछ गाइजहरू है, बिस्तारै सबै आउँछ। तपाईँहरूको माया चाहिएछ कि मलाई, मायाको खाँचो छ। फेसबुकमा त माया पाइराखिएको छ होइन, युट्युबतिर पनि जोडिदिनु होला, माया गरिदिनु होला। हामी यसरी जाँदैछौँ है टक्क। हाम्रो गाउँको भिर पाखाहरू मस्त छ। उहाँ पर पुगेछन् भाइहरू, भान्जा र भाइ। यस्तै छ गाइजहरू है। उहाँ पुगेन है तिनीहरू चाहिँ। हामी चाहिँ बिस्तारै हिँड्नेछौँ। यो त मलाई ससुराली जान चाहिएको थियो, किन दिएन स्याहार भाइ यार चस्मा। मसँग अनि भन्नु नै भन, अनि मैले असितले लगाएको देखेर निकालेको हुन्छ। हिरो बराइने थिएँ नि म त यार भाइ यार। उस्तै पऱ्यो जस्तालाई। नानी घर थियो है, थिएन नि घर त होइन यहाँ त होइन, थियो क्या घरै थियो। त्यो भुत्ला राख्ने टससम्म पुनः लाग्यो नि। जानेपछि हेर्नु कति के परिवर्तन भइसक्यो होइन। हाम्रो स्कुलहरूमा देखिनु नि थिएन क्या। हामी सानो बारी यो डोरेठो बाटो थियो। अप्ठ्यारो थियो बाटो। त मेरो बा केही परेछ हिँड्नेछौँ हामी। हेलो गाइजहरू, गर्मी छ त्यही पनि अब ज्याकेट लाएर हिँड्ने होइन हामी। फेरि मैले कालो ज्याकेट लाएर हिँड्ने के गरेँ छैन सबै हिँड्ने। आज धेरै पछि माछा मार्न हिँड्ने होइन हामी आज। कतिको पर्छ अब होइन, हामी त्यो पनि देखाउनेछौँ है गाइजहरूलाई। टक्क माछा मारेर चाहिँ कति पर्छ चट्ट त्यो पनि देखाउनेछौँ हामी है, होइन भाइ? अब त्यहाँ ड्रस सर्ट बनाउँ कि ल है गाइजहरू, यो चाहिँ हाम्रो दाइको घर हो। उहाँ तल त्यो सुमनहरूको घर। हामी यहाँ माथि छौँ, पारी आमाङ भन्छ यता पारीतिर। उता लामतुन आग्री खर्क के भन्छ त्यता सिठ्यानी फिट्यानी के होइन। ल
एउटा गीत पनि गाइदिउँ न बिचमा रमाइलो त हुन्छ नि माथि पान्था A few moments later. हामी यसरी जाँदैछौँ हाम्रो माइजूले चाहिँ यहाँ एक घाँस दाउरा टक्क काट्नु भयो रहेछ है हो र अनि माइजू घाँस काटाउनु भएको ए यो लगाऊँ है किन बाबु यहाँ हजुरलाई केही कुरा सोध्दैछु त मैले घाँस काट्न आउनु भएको कि रहेन अहिले हजुर पुगो भारी अब पुग्छ च्याप्पा काट्नु भएछ अब हरियो घाँस यो बेला अब हजुर अनि सबै सन्चै हुनुहुन्छ कि रहेन सन्चै छ मामा कता हुनुहुन्छ मामा अब डिप्टी होला नि बाबु मामाको नि अनि भनेपछि भारी पुगो अब घर जानु लानु भएको हजुर भोक ला होला अब जान नि पर्यो है पर बाबु गाउँ घरमा यी पाखा पखेरा यस्तै छन् ल हस् त नि माइज है हवस् 1 hour later. हेलो गाइजहरू के गर्दै हो भाइ के छ भाइ ठिक छ नि माछा पर्यो त अशोक भाइ भाइलाई केही कुरा सोध्नु पर्ने थियो यार सोध्नुहोस् न दाजु भइहाल्छ नि अनि के छ भाइ खबर एकदम ठिक छ दाजु हजुरको के छ माछा मार्नु लाग्यो हजुर दाजु खै त नि ठुङ्दैन त खै दाजु भर्खरै स्टार्ट हो अब हेरौँ पर्छ कि पर्दैन हो र हजुर एकदम ल ठिक छ हजुरहरूको कति टाढाको सहायता दाजु होइन त्यो भाइहरूलाई खोज्दै खोज्दै हिँडेको होइन ए सानो सानो भ्लगहरू बनाउँदै खै त्यहाँ गडौला मात्रै छ त भाइ है दाजु आए जस्तो त लाग्यो यो तर कता खस्यो कि भन्ने लाग्यो है ए हस् त नि भाइ है हस् दाजु हस् तपाईँको के छ खबर यता हेरिसियो न के छ अनि आराम हुनुहुन्छ कि होइन एकदम 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 यसो माछामा नआएको आज हो र हजुर यसो केही टाइम पास नि हुन्छ रमाइलो नि हुन्छ भनेर आएको के रे मामा हो ठिक हो टाइम पास नि गर्नु पर्यो नि माछा मारे जस्तो नि हुने टाइम पास पनि हुने हो नि मामा होइन हो के छ अनि नयाँ नौलो अरू नयाँ नौलो सबै ठिक छ हस् भन्दा है त ल है त यसलाई माछा भन्छ यसलाई माछा तिमीले त उल्टा मात्र छ नि यार ऊ माछा त्यस्तो ल भन्छ ऊ त्यहीँ छटपटाएको छ ल फेरि पनि हामी जोडिसकेका छौँ है हामीहरू बल्छी जल्छी रेडी गरेर है टक्क अब जाँदैछौँ खोलातिर अब हेरौँ कतिको पर्छ आज माछा यहाँ अलिकति माछा नि यति त मैले यहाँ स्टार्ट गरिसकेँ पातमा राखेको छु है गाइजहरू ल फेरि हामी खोलामा गएपछि फेरि जोडिन्छौँ है गाइजहरू ल अहिलेलाई बाई 3 hours later. हेलो गाइज ल फेरि पनि हामी जोडिएका छौँ है खोलामा हामी यही खोला हो जाने मैले उहाँ सुरुवात गरिसकेको छु यति छ अब यहाँबाट तल जाने हामी एउटा माथि पनि जाने है अहिले फेरि हामी जोडिन्छौँ है एकछिनमा गाइजहरू ल A few moments later. अहिले हामी तल्लो दुवामा आएर माछा मार्दैछौँ अहिलेसम्मको माछा यतिसम्म मारिसक्यौँ साथीहरू हेर्न सक्नुहुन्छ यति मार्न सक्यौँ अनि यति गँट नै मारेको छौँ है हल्का हल्का अब केही समयपछि फेरि अझ अर्को दुवामा जाने कुरा हो त्यहाँ गएपछि फेरि पनि माछा मारिन्छ होला अझै बढी बनाइन्छ होला अनि एकछिन फेरि आउँछौँ है त गाइजहरू ल फाइनली हामी अर्को दुवामा आइसकेका छौँ साथीहरू यो भनेको एकदम डरलाग्दो दुवा हो यता मामाले माछा मारिहाल्नु भयो अड्किन्छ त ढुङ्गा अड्किन्छ ऊ बालोक आला आल्ला बल्ल आएको नि गयो मामा के छ खबर ठिक छ भन्नु माछा यहाँ छ नि
उता कल्लुले मार्दैन माछा यो भ्लगको ओनर यता फेरि आफ्नै पारा छुट्टै मान्छेको नजिक आइसकेका छन् सबै आए माछा मराइ खतरा छ हामी फेरि पनि जोडिसकेका छौँ मलाई गऱ्यो होला उनीहरू त्यहाँ यति ठुलो हेलो गाइज ल है फेरि हामी फेरि पनि जोडिएका छौँ अब फेरि उकालो खोला हिँड्दा हैरान भएर यहाँ यसो रेस्ट गरेको है माछा अलिकति माछा हेर्ने ल आजको माछा यही हो तिम्रो पनि देखा न चट्ट गँगट है कि क्राब ल गाइजहरू फेरि अहिले भेटौँला है एउटा तसोको हेलो गाइज खाजा खाने अब हेलो गाइज ल फेरि पनि हामी जोडिएको छौँ है अब यो ल यसरी घर आइयो मासु सासु लिएर भाइले बनाउँदैछ टक्क लाएर होइन यी चट्ट भाइ हजुर दाइ बनाउँदैछस् कि होइन एकदम दाइ है गाइजहरू फाइनली माछा बहुत गाह्रो हुँदो रहेछ दाइ यो सानो सानो माछाहरू ओके गाह्रो हुन्छ क्या भाइ यो बनाउनु त है गाइजहरू आजको मेसो ल यति भन्दै आजलाई यो अब बाई गाइजहरू है मेरो घर टक्क ल फेरि अर्को भ्लग लिएर आउनेछु म बाई लभ यु अल